कति राम्रो क्या यहाँ हेर्नु त हिँड्ने सरहरूलाई स्पेस कति धेरै। अब यहाँ आउनु भन्नमा चाहिँ मलाई लागिरह्यो। सबैजना यसो घुम्न चाहिँ एकपालि आउनु होला। बम्बई ठाउँमा यति राम्रो बनेको भनेको अहिले यही वर्ली सिपेज साइट हो मुम्बईको। अहिले हेर्नुहोस् यति राम्रो बनाइदिएछ यहाँ घुम्नको लागि यताउता, अनि मान्छेहरू हावा खानको लागि समुद्रको हावा खानलाई, प्लस वकिङ मेन यहाँको मान्छेलाई एक्सर्साइज वकिङ गर्नलाई सबभन्दा बेस्ट ठाउँ भनेर अब अहिले चाहिँ यही हो। अब म बम्बई चाहिँ अब लगभग सबै ठाउँमा घुमिसकेँ। अहिले फिलहाल चाहिँ एकदम राम्रो घुम्ने हावाको अब समुद्रको हावा खानु, अनि यहाँदेखि अब बान्द्रा सिलिङ भन्ने पनि अब यहीँबाट चालु हुन्छ। अब हामी यहाँदेखि अब फेरि अन्डरग्राउन्ड सिधै अब हामी यहाँदेखि अन्डरग्राउन्ड गएपछि सिधै फेरि मरिन ड्राइभ चर्च गेटतिर पुगिन्छ। ल हेर्नुहोस् अब यहाँदेखि हामी फेरि सिधै तल समुद्र मुनिबाट बाटो निकालेको छ अहिले अन्डरग्राउन्डबाट गएपछि हामी यहाँबाट वर्ली सिपेसबाट चर्च गेट मरिन ड्राइभ पुग्नको लागि कमसेकम पनि एकदम धेरै भनेको 6 मिनट जति लाग्छ। ल हेर्नुहोस् कति राम्रो क्या, कति ठाउँ हेर्नु रमणीय, कति राम्रो हेर्नुहोस्। सूर्य अस्त हुन लागिरहेको छ। ल हेर्नुहोस् घुम्न कति राम्रो। अब फिलहाल हामी चाहिँ हजियाली पुग्न लागिएको छ। हजियाली यो चाहिँ ठ्याक्कै हजियाली, फेरि हामी यता सिपेसतिर हजियालीतिर जाँदैछौँ। हजियालीबाट सिधै अन्डरग्राउन्ड भएर हामी चाहिँ चर्च गेट जाँदैछौँ।